साँच्चीकै अब देश उज्यालो हुनेछ। भित्र मात्रै होइन, बाहिर पनि खचाखच देखिन्छ। धेरै ठुलो उपस्थिति। आजको उपस्थितिले साँच्चीकै उज्यालो नेपाल पार्टीले देश बनाउने छ भन्ने मलाई विश्वास लागेको छ। अनि 70 वर्ष 80 वर्षको बुढोसँग अनुभव हुन्छ, के पनि हुन्छ, हात पनि चल्दैन, खुट्टा पनि चल्दैन, दिमाग पनि चल्दैन। अनि त्यस्तालाई देश सुन्दै हुन्छ हुँदैन। त्यो भएर हामीले भनेको सही व्यक्ति सही समयमा सही ठाउँमा हुनुपर्छ। यो 20 वर्षको युवासँग जोस जागर विल पावर हुन्छ, तर अनुभव हुँदैन। नलेज पनि अलिअलि गेन गरेको हुन्छ, तर अनुभव हुँदैन।